हेलो साथीहरु सबैलाई गुड इभिनिङ। आज चाहिँ यसो बाहिर जंगलतिर बेल हल्का पाकेछ अरे, बेल खान जाने भन्ने प्रोग्राम छ। हेर्नुस्, पहाडतिर बेल कुसुम पाकेछ भन्ने थाहा पाएर यसो जानु पर्यो। हल्का कुसुम बेल कतातिर पाइन्छ यसो घुमघाम गर्नु पर्यो, खानु पर्यो भनेर जान लाग्यो। र हजुरहरूलाई पनि यसो पहाडतिरको बेल, जंगलको बेल कुसुम कस्ता कस्ता हुने रहेछन् र के रहेछ भनेर एउटा छोटो मिठो भिडियो बनाएर पोस्ट गर्नु पर्यो भनेर हल्का भिडियो बनाउन लाग्यो। यसो हेरिदिनु होला। म चाहिँ पहिला कुसुमको बुटा हेरौँ है, त्यसपछि चाहिँ बेलतिर जानु पर्ला। मैले पनि देखेको छैन, हेर्ने र छ भन्दै थियो। हाम्रो जंगलतिर चाहिँ यस्तै छ, डाँडा चढ्नु पर्छ हल्का, माथितिर गएपछि बल्ल बुटाहरू भेटिन्छन्। अब हजुरहरूकोतिर कस्तो छ के छ यसो हजुरको शुभ हातले कमेन्ट गरिदिनु होला। म चाहिँ यसो कुसुमकोतिर हेर्नु पर्यो भनेर आएको। उतातिर खर्लप्पै डाँडा छ, हेर्नुस्। सर्लक्क यतातिर कुसुमको बुटातिर आएको। बुटा चाहिँ भेटियो है, कुसुम छ कि छैन त्यो चाहिँ हेर्न पर्ने हुन्छ। बुटा चाहिँ सर्लक्कै हल्को बुटा रहेछ। कुसुमको बुटा हेर्नुहोस्, टक्क यो चाहिँ हो कुसुमको बुटा। ठ्याक्क कति अल्गो छ। यहाँ त चढ्नलाई त म त सक्दैन। अब सिँढी चाहिने हो, सिँढी कहाँबाट ल्याउने हो। फल्न चाहिँ फले रहेछ, आकाशको फल आँखा तरी के भन्दै थियो, त्यही हुने, त्यही भयो जस्तो भयो है हजुर। ल हजुरहरूलाई कुसुमको भ्युज देखाउनु पर्यो। बुटाको हल्का अँध्यारो भएको छ है, अब जङ्गलमा अँध्यारै हुने हो। एउटा कुसुमको बुटा चाहिँ यही हो। तर अब रुख चढ्न सकिन्न। आकाशको फल आँखा तरी के भन्दै थिए, त्यही पारा भयो। अब कुसुम चाहिँ खान नसकिने भयो। हेर्नुहोस्, अब चाहिँ कुसुमको बुटा रुख हेर्दा पनि कसरी चढ्ने हो। यो फल्न चाहिँ फलेको छ। अब क्यामेराले क्याप्चर गरेछ कि गरेको छैन। दाना चाहिँ जङ्गलको कुसुम चाहिँ सानो हुने रहेछन्। ट्याक्क यही हो। अब खान सकिएन, अब बेल खोज्नु पर्यो। अब यतातिर जङ्गलतिर अरू अलि सानो बुटा छन् कि, बेलको बुटा कुसुमको के पाइन्छन् हेर्दै जानु पर्यो। हजुरहरूलाई चाहिँ जङ्गलतिरको कुसुम बेल के पाइन्छन् त्यो चाहिँ हेरौँ भनेर हल्का भिडियो बनाउन लाग्यो। हेर्नुहोस्, यस्तै चाहिँ बेलको बुटा चाहिँ एउटा यहाँनिर रहेछ, हेर्नु पर्यो। अब के कस्तो छ बेल चाहिँ। रुख चढ्ने त उयो हजुर सकिँदैन। भुइँतिर खसेछ भने यसो एक दुई दाना टेस्ट गर्नुपर्ने भनेर आएको। बेल चाहिँ कुसुम त एउटा नि भेटिएन भुइँमा। अब उयो बेल चाहिँ हेरौँ। यो चाहिँ बेलको बुटा रहेछ, एकदम पुरानो, फलेछन् लटरम्मै। रुख चढ्न त नमस्कारै हो, सकिँदैन यति अल्को बुटामा। अब भुइँतिर खसेछ भने यसो हेर्नुपर्ने भयो। अब भेट्यो होइन, सबै बाँदरले त खायो होला। भेट्यो, हेर्नुहोस्, एउटा बेल भेट्यो टक्क पारेर। अब यसलाई चाहिँ अरू खोज्नु पर्ने भयो, दुई चारवटा बेल होइन। अहिले यो चाहिँ अलिक काँचो जस्तो लाग्यो। हेर्नुहोस्, अरू बेल त छ यतातिर। हजुरहरूकोतिर त किनेर खानुपर्छ होला। हाम्रो त जङ्गल आयो भने बेलै बेल छ। दुईवटा तिनवटा भयो, भेटियो। अब चाहिँ अब यति भए पुग्छ मलाई चाहिँ। टक्क यसको जुस बनाएर खानलाई एकदम हुने हो। चारवटा बेल भेटियो, छन त टन्नै छन्। अब यो चाहिँ यसो हजुरहरूलाई फुटालेर टेस्ट गर्नु पर्यो कस्तो रहेछ भनेर। गर्मीको बेलामा चाहिँ बेल चाहिँ गजब हुने हो। पाकेको रहेछ लास्टै। अब हजुरहरू चाहिँ ल यो भिडियो चाहिँ यति नै छोटकरीमा बनाऊ है। यो चाहिँ यसो बेलको चाहिँ हजुरहरूलाई भ्युज जङ्गलतिर कस्तो हुन्छ भनेर देखाएको होइन। हाम्रो जङ्गल भन्दा नि पहाडतिरको जङ्गलतिरको बेल एकदम नेचुरल अर्ग्यानिक बेल
हजुरहरूलाई यसो देखाउँ भनेर आएको होइन। यी टम्मै फलेछ, किन्नु पर्दैन। यसो डाँडा चढ्यो, बेल फुटाल्यो, खायो। यस्तै छ यी जङ्गलमाथि। माथितिर गयो त अलि नजिक नजिक भेट्टेला नै। अब बेल मात्रै नै के भेटिन्छन् जङ्गलतिर, नजाउँ, साँझ भइसकेको छ। ल मेरो चाहिँ छोटो मिठो भिडियो चाहिँ यहाँ नै यति नै टुङ्गाउन चाहन्छु। पछि फेरि अरू भिडियो पोस्ट गर्दै गरौँला। मेरो भिडियोलाई माया गरिदिनु होला। त्यो चाहिँ कुसुमको बुट्टा हो होइन, यो चाहिँ बेलको बुट्टा हो। यही हो, बेल चाहिँ तल गजब छन् होइन। एउटा चाहिँ फुटालेर पनि हजुरहरूलाई देखाएँ, मस्त पाकेको रहेछ होइन। यही यस्तै छ पहाडी जिन्दगी। ल हुन्छ हजुर, अहिलेसम्म जोडिदिनु भएकोमा सबैलाई थ्याङ्क यू। ल ओके, राधे राधे, नमस्ते, बाई बाई।